हेलो साथीहरु, ह्याप्पी स्याटरडे। आज चाहिँ हामी बेस्टी ग्रुपहरु लन्च खाने प्लान गरेर भेटघाट गर्यौं है। आज हामी छिमा चोकरीमा गएर तोमकास खाने प्लान गर्यौं र समय निकालेर पाँचै बहिनी भेट्यौं। हामी त्यहाँ गयौं अनि एउटा टेबलमा बस्यौं। 5 जनाको टेबल भएकोले गर्दाखेरि खानेकुरा चाहिँ 5 जनाले अर्डर गर्नुपर्ने हुँदो रहेछ। हामीले चिज स्टिक एक्स्ट्रा अर्डर गरेको, तर त्यो चाहिँ साइड मेनु भएकोले त्यसलाई 5 भनेर गनिदैन रहेछ। त्यही भएर हामीले चाहिँ अब खाइ नसके पनि अर्डर त गर्नु पर्यो। टेबलमा गएर बसेपछि फेरि हाम्रो एकजना प्यारी बहिनीले सुप र खानेकुरा चाहिँ अगाडि नै सर्भिस गरेको थियो। त्यो पनि खायौं। अब फर्स्टमा त खानेकुरा ल्याउनलाई अलि टाइम लाग्ने भयो नि त, त्यही भएर त्यो खायौं। त्यो खाएपछि त अर्डर गरेको खाना त पुरै त सकिनौं, तर पनि मिठो थियो सबै खानेकुराहरू। यो चाहिँ हङसङको सेन्टरमै पर्छ भनौं, छिमा चोकरी। त्यहाँ चाहिँ खानेकुरा मनपर्छ मलाई चाहिँ। तपाईहरु पनि एकचोटि जानु होला टेस्ट गर्नलाई। सायद सबैजनालाई मनपर्छ होला, त्यहाँ धेरै गेस्टहरु पनि आउँछ। अनि यसरी बितायौं है हामीले आजको स्याटरडे चाहिँ। धेरै समय पछाडि भेटघाट भएको हामीहरूको। समय नमिलेर सबैजना व्यस्त नै थियौं, र पनि आजको स्याटरडे चाहिँ हामीले टाइम निकालेर रमाइलो गर्यौं बहिनीहरुसँग। अनि तपाईहरुको पनि स्याटरडे रमाइलो भयो होला। अब फेरि भोलि सन्डे छ, होलिडे। सबैजना रमाइलो गर्नुहोला। ह्याप्पी स्याटरडे र भोलिको लागि पनि ह्याप्पी सन्डे सबैजनालाई है।